तर्फबाट सम्पूर्णलाई स्वागत छ मेरो युट्युब च्यानलमा। अनि आज चाहिँ विशेष दिन रहेको छ है। म चाहिँ तयारी भइसकेर निस्किसकेको छु। किन भन्दाखेरि यस्तो डल्लो हिउँको डल्लो हिउँ खेल्नलाई चाहिँ म तयार भएर चाहिँ निस्किसकेको छु। हिउँ खेल्नलाई चाहिँ म तयार भएर चाहिँ निस्किसकेको छु। तपाईँहरूलाई देखाउने छु मेरो हिउँ खेलेको भिडियोहरू है। हिउँ त हाम्रो घरको छानामै देखिरहेछ हौ यस्तो होइन। घरको आँगनमै हो हिउँ त के गर्नु यार होइन त। म त हिउँ खेल्नलाई निस्केको यस्तो ए घरको छानामै हिउँ परेर हैरान। म चाहिँ जाँदैछु खेल्नलाई। हिउँले यस्तो चिप्लिन्छ साथीहरू घरको आँगनमै क्या यहाँ। मौसम चाहिँ यस्तो छ है साथीहरू, हेर्नुहोस् हिउँ परेर 4-5 दिन भयो है। बिहानसम्म हिउँ परिरहेको थिएँ अनि अहिले चाहिँ हिउँ रोकेको छ। अनि हिउँ रोकेपछि चाहिँ म चाहिँ भ्लग बनाउनको लागि भिडियोहरू अपडेट गर्नको लागि चाहिँ बाहिर निस्केको छु। हेर्नु यसरी यस्तो छ। सबै घर पनि पुडेको छ हौ हिउँले। घरको छानामाथि नै हिउँ परेर। अब म चाहिँ जाँदैछु यहाँ बाटो है। यस्तो छ अप्ठ्यारो गाडीहरू गइरहेको छ। हिउँले हेर्नु त यस्तो लड्न लगाइरहेको छ कि आमा माई गड। हिउँले के पुरै बाटो त यस्तो भएको छ नि हेर्नु। माई गड यहाँ कार्टुनहरू सब यस्तो भएको छ कि बाटो त यस्तो छ नि। गाडी जानलाई पनि एकदमै गाह्रो भइरहेको छ चिप्लेर है गाडीलाई पनि। अनि बाटोमा हिँड्दा नि झन् हिउँमा चिप्लेर हेर्नु। हात त यस्तो छिटाइरहेछ नि। अब चाहिँ ग्लोभ्स लाउनु पऱ्यो क्या, मेरो बाक्लो छ यस्तरी हिउँ जस्तो भइरहेछ हात नै छिटाएर। जताततै हिउँ परेर केही छैन यहाँनिर यस्तो हिउँले चिप्लेर खाने बाटोमा। रमाइलो छ रमाइलो। हेर्नु होला है साथीहरू अपडेट हिउँको। अब म चाहिँ कहाँ जाँदैछु भने हिउँ खेल्ने ठाउँमा, हिउँ धेरै परेको ठाउँमा बाटो जाँदैछु। कुकुरहरू पनि खेलेको पप्पीहरू पनि हेर्नु त यस्तो डरलाग्दो कुकुरहरू छन् नि। हिँड्नलाई पनि यस्तो गाह्रो भयो बाटोमा चिप्लेर। हिउँले बाटो नै यस्तो भयो क्या यहाँनिर। यहाँ चाहिँ खोलाको बाटो रहेछ। यहाँ चाहिँ खोला रहेछ है।
आमा चिप्लेर हिँड्नै गाह्रो भयो बाटो त्यस्तै है एकदमै गाह्रो भइरहेछ कि मलाई चाहिँ यहाँ हैन हिउँले चिप्लेर हिँड्न नि है चिप्लेर हिँड्नै नसकिँदा गाह्रो भयो वेलकम गाइस यसरी हान्दिन्छु ल है हेलो हेलो यस्तो रमाइलो भइरहेको छ कि साथीहरू हेर्नु ल हिउँमा खेलेको अवस्था हिउँले ढाकेको गाई छैन ढाकेको यो घर के हो यार यस्तो गाइस के हो यार गाइस यस्तो के हो यार यस्तो हिउँले मलाई पुर्यायो कुकुर कराएर मलाई डर लाग्यो साथीहरू जति हिँडे नि पुग्दैन त त्यो डाँडामा ओ माय गॉड खुट्टै दुखिसक्यो हिँड्दा पुग्दैन त्यो डाँडामा
थकाइ लाग्यो होला है साथीहरू। बल्ल 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 हिँड्दै हिँड्दै यो डाँडामा आइपुग्यो, हिँड खेल्ने डाँडामा। Oh my God, प्रभु म थाक्यो। थकाइ लाग्छ। यो डाँडामा आइपुग्यो है। अब चाहिँ हिउँ खेलिन्छ केटीले, देखो न देखो यस्तो रमाइलो भयो गाइज। यो खेल्नुको छुट्टै मजा। अब म सोच्छु ल यो बिन्दास 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 बिन्दास। एउटा हातले चाहिँ मेरो मोबाइल समाइरहेको छु, समाएको छु र गाइज हेर्नु, यो चाहिँ हिउँ परेको डाँडा छ है। हिउँ पऱ्यो फुरुरु, म चाहिँ सुतेको अवस्था। मेरो ब्लग्स के भयो एकछिन न गाइज, म एकछिनमा देखाउँछु। फेरि अर्को ठाउँमा आएको छु, फेरि अर्को ठाउँमा सुतिरहेको छु। बिन्दास 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 अपनै छ सुर, बिन्दास बिन्दास अपनै छ सुर, बिन्दास। कति रमाइलो यार, बिन्दास। कुकुरहरूले लास्टै मलाई लास्टै सुत्छ, डर लाग्छ क्या यहाँ चाहिँ। कुकुरै कुकुर सुन्छ यार, कुकुरै कुकुर देख्छ, जता गयो कुकुर, जता गयो कुकुरै। हेर्नु लास्ट जाडो भयो अब चाहिँ। साथीहरू आजको दिनभरि यहीँ, ल साथीहरू दिनभरि
हिउँमा खेल्यो डुल्यो है एकदमै रमाइलो भयो अनि अब चाहिँ म फर्केको है यति भन्दै मेरो भ्लगलाई यही एन्ड गर्न चाहन्छु ओके बाई बाई साथीहरू लभ यु आल टेक केयर